अन्तिम पत्र। एउटा गाउँमा एक जवान मानिस थियो, नाम सुजन। उसले सधैँ ठुलो सपना देख्ने गर्थ्यो, विदेश जाने, धेरै पैसा कमाउने, ठुलो घर बनाउने। घरमा आमा एक्लै थिइन्। छोराको हात समाउँदै सधैँ भन्थिन् आमाले, बाबु म तँलाई मेरो साथमा भएको चाहन्छु, पैसा होइन। सधैँ सुजनले नसुने झैँ गर्थ्यो। एक दिन ऊ विदेश गएरै छोड्यो। सुरुमा आमालाई पैसा पठायो, तर पछि बिस्तारै फोन पनि कम हुन थाल्यो कार्यव्यस्तताले गर्दा। आमा भने पर्खिरहन्थिन्, हरेक साँझ झ्यालबाट बाहिर हेर्थिन् छोराको पर्खाइमा। एक दिन सुजनलाई एउटा पत्र आयो, जुन पत्र थियो आमाको अन्तिम पत्र। त्यहाँ लेखिएको थियो, बाबु तिम्रो घर फर्किने पर्खाइमा म त गएँ। पैसाभन्दा धेरै मायाले पेट भरिन्थ्यो। जहाँ छौ खुसी रहनु। सुजनलाई धक्का लाग्यो। ऊ दौडिएर गाउँ फर्कियो, तर आमा गइसकेकी थिइन्। उनले आमाको पुरानो झ्यालको छेउमा उभिएर भन्यो, आमा अब म यहीँ बस्छु। माया र साथको ठाउँ पैसा र सपनाले कहिल्यै लिन सक्दैन। धन्यवाद।